नमस्कार, केयर फर एनिमल्सको युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा हामी जुनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरूबारे सरल भाषामा कुरा गर्नेछौँ। के तपाईँलाई थाहा छ, विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार मानिसमा देखिने करिब 60% सङ्क्रामक रोग र 75% नयाँ देखिएका रोगहरू जनावरबाटै मानिसमा सरेर आएको पाइएको छ। त्यसैले यो भिडियो पशुपालक, किसान, पशुप्रेमी सबैका लागि अत्यन्त महत्त्वपूर्ण हुनेवाला छ। जुनोटिक डिजिज भनेको के हो? जुनोटिक डिजिज भनेको गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, कुकुर, बिरालो, कुखुरा, स्याल जस्ता जनावरहरूबाट मानिसमा सर्ने रोग हो। यो रोगहरू रोगी पशुसँगको प्रत्यक्ष सम्पर्कबाट, रोगी पशुको मासु तथा दुधको सेवनबाट, रोगी पशुको दिशा पिसाबबाट, रोगी जनावरले टोकेमा या किरा फट्याङ्ग्रा आदिबाट पनि यो रोग सजिलै सर्न सक्छ। पशुपन्छीबाट मानिसमा सर्ने रोगहरू। ब्रुसेलोसिस। यो रोग गाई भैँसीको काँचो दुध पिउँदा तथा गर्भ तुहिएर जन्मेको या निस्किएको बच्चा वा सालको लसोसबाट मानिसमा सजिलै सर्न सक्छ। मानिसमा यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, कमजोरी हुने र विशेष गरी प्रजनन अङ्गहरूमा असर गर्ने गर्दछ। क्षयरोग अथवा ट्युबरकुलोसिस, हामीले यसलाई टिबी रोग भनेर पनि चिन्ने गरिन्छ। यो रोग सङ्क्रमित जनावरको दुध, मासु तथा बिरामी पशुसँगको लसपसबाट यो रोग सजिलै मानिसमा सर्न सक्छ। यो रोग लाग्दा श्वास प्रश्वास सम्बन्धी समस्या, लामो खोकी, तौल घट्ने जस्ता लक्षणहरू देखिन्छन्। एन्थ्राक्स। यो रोग एकदमै खतरनाक किसिमको रोग हो। यो रोग अचानक मरेको जनावर तथा बिरामी पशुसँग लसपस हुँदा मानिसमा सजिलै सर्ने गर्दछ। यो रोग लाग्दा छालामा घाउ जस्तो हुने, ज्वरो आउने तथा गम्भीर अवस्था भई मानिसको मृत्यु पनि हुन सक्छ। स्वाइन फ्लू। यो रोग बङ्गुरमा देखिने रोग हो। सङ्क्रमित बङ्गुरसँग सम्पर्क हुँदा यो रोग सर्ने गर्दछ। यस रोग लाग्दा ज्वरो, रुगाखोकी जस्ता लक्षणहरू देखिन्छन्। टेपवर्म अथवा फित्ते जुका। यो फित्ते जुका राम्रोसँग नपकाएको मासु खाँदाखेरि लाग्ने गर्दछ अथवा सर्ने गर्दछ। यो रोग लाग्दा पेट दुख्ने, कुपोषण हुने जस्ता लक्षणहरू देखिने गर्दछन्। रेबिज। विशेष गरेर रेबिज रोगको प्रमुख कारण कुकुरको टोकाइ रहेको छ। यद्यपि कुकुरको टोकाइबाट मात्र नभई शरीरमा भएको कुनै पनि घाउमा सङ्क्रमित कुकुरको र्याल परेमा पनि यो रोग सजिलै सर्ने गर्दछ। रेबिज सङ्क्रमित कुकुर, स्याल, चमेरो तथा अन्य जङ्गल जनावरले टोक्दा पनि सर्ने गर्दछ। यो एकदमै गम्भीर प्रकारको रोग हो। यदि समयमै खोप लगाइएन तथा उपचार भएन भने मृत्यु पनि हुन सक्छ र यो रोगको लक्षण देखिएमा यसको उपचार सम्भव हुँदैन। यस रोगको लक्षण देखिएमा 100% मृत्यु हुने सम्भावना हुन्छ। लेप्टोस्पाइरोसिस। यो रोग दिसा पिसाबबाट पानी दूषित हुँदा सजिलै सर्ने गर्दछ। यो रोग लाग्दा ज्वरो आउने तथा मृगौला सम्बन्धी समस्याहरू देखिने गर्दछ। बर्ड फ्लू। बर्ड फ्लू एक भाइरल किसिमको रोग हो। यो रोग सङ्क्रमित कुखुरा तथा कुखुरासँग लसपस भएका सबै वस्तु, हावाबाट यो रोग सजिलै सर्ने गम्भीर किसिमको रोग हो। यस्तै अन्य विभिन्न प्रकारका रोगहरू पशुपन्छीबाट मानिसमा सजिलै सर्ने गर्दछ। साथै यस किसिमका रोगहरूले मानव स्वास्थ्यमा ठुलो असर गर्ने गर्दछ। यस्ता किसिमका रोगहरू मानिसमा सर्न नदिन के गर्ने त? काँचो दुध नपिउने, राम्रोसँग उमालेर मात्र पिउने, मासु राम्रोसँग पकाएर मात्र खाने तथा काँचो मासु नखाने, जनावरको गर्भ तुहिँदा नाङ्गो हातले नछुने, घाउ भएको जनावर नछुने, कुकुरले टोके तुरुन्त साबुन पानीले धोएर अस्पताल जाने वा खबर गर्ने, स्याल वा जङ्गली जनावरसँग लसपस नगर्ने या उनीहरूलाई नजिस्काउने। आफूले पालन गरेका पशुपन्छीलाई रोग लाग्न नदिन के गर्ने त? समयमै खोप लगाउने, गोठ सफा राख्ने, बाहिरी जनावरहरूसँग अनावश्यक सम्पर्क हुन नदिने, बिरामी जनावर छुट्टै राख्ने, पशु चिकित्सक वा प्राविधिकसँग नियमित सम्पर्क गर्ने। विशेष सन्देश।
जनावर स्वस्थ भए मानिस पनि स्वस्थ हुन्छ। त्यसैले ओन हेल्थ कन्सेप्ट अर्थात् मानिस, जनावर र वातावरण तिनैको स्वास्थ्य एक आपसमा जोडिएको हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै किसिमका पशु स्वास्थ्य सम्बन्धी जानकारी लिई फेरि अर्को भिडियोमा अवश्य आउनेछौँ। धन्यवाद।